सर्लाहीको एउटा गाउँमा पुग्दा तपाईँको अगाडि एउटा विशाल जलाशय देखिन्छ। वरिपरि हरियाली, पानीमा देखिने आकाशको प्रतिबिम्ब, तालमाथि डुलिरहेका चराचुरुङ्गी र त्यही 6 वर्षौंको इतिहास बोकेको एउटा ताल। यो ताल कसरी बन्यो? यसको नाम नाडीमन किन रह्यो? कहिल्यै 50 भन्दा बढी बिगामा फैलिएको भनिने यो ताल आज किन खुम्चिँदै गयो? र अब यसलाई यक्षदहका रूपमा विकास गर्ने योजना किन बनिरहेको छ? सर्लाहीको ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीय सम्पदा नाडीमन तालको। नाडीमन ताल मध्य प्रदेशको सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा अवस्थित छ। यो ताल चन्द्रनगर गाउँपालिकाका वडा नम्बर 6 र 7 सँग जोडिएको उल्लेख छ। सर्लाहीका प्राकृतिक सम्पदामध्ये नाडीमन ताललाई विशेष मानिन्छ। यसको विशेषता केवल पानीको ठूलो क्षेत्र हुनु होइन, यो तालसँग जोडिएको छ। इतिहास, स्थानीय संस्कृति, धार्मिक विश्वास, जैविक विविधता र पर्यटनको सम्भावना। नाडीमन नाम कसरी रह्यो? नाडीमन तालको नामसँग जोडिएको एउटा ऐतिहासिक प्रसङ्ग निकै रोचक छ। उपलब्ध विवरण अनुसार विक्रम सम्वत 1974 र 75 तिर राणा प्रधानमन्त्री चन्द्र शमशेरले यो क्षेत्र बडाकाजी मरिचमान सिंह प्रधानलाई दिएका थिए। त्यसै मरिचमान सिंहको नामसँग जोडेर नाडीमन नाम रहन गएको स्थानीय ऐतिहासिक विवरणमा उल्लेख छ। तर यहाँ एउटा कुरा महत्त्वपूर्ण छ। नाडीमन नामको उत्पत्तिबारे सबै स्रोतमा एउटै व्याख्या भेटिँदैन। पुरानो गोरखापत्र सामग्रीमा स्थानीय बुढापाकाको अर्को भनाइ पनि उल्लेख छ, जस अनुसार नाडी शब्दको उत्पत्तिसँग फरक स्थानीय व्याख्या जोडिएको छ। पहिले कति ठुलो थियो नाडीमन? आज हामीले देख्ने नाडीमन ताल पहिले पनि यस्तै थियो त? स्थानीय पुराना भनाइअनुसार यो ताल कुनै समय 51 देखि 52 बिगासम्मको क्षेत्रमा फैलिएको थियो। तर समयसँगै अतिक्रमण र अन्य कारणले यसको क्षेत्रफल घट्दै गएको बताइन्छ। पछिल्लो 2083 सालको रिपोर्टमा यसको पानीको भाग करिब 35 बिगामा सीमित भएको उल्लेख छ। पुरानो गोरखापत्र सामग्रीमा भने करिब 42 बिगाको क्षेत्र र स्थानीय बुढापाकाका भनाइमा पहिले 52 बिगा भएको उल्लेख गरिएको थियो। नाडीमन तालको अर्को ठूलो शक्ति हो यसको जैविक विविधता। विशेष गरी वर्षायाममा तालमा पानीको सतह बढ्दा विभिन्न प्रजातिका चराचुरुङ्गी र जलचर देखिने गरेको स्थानीयहरू बताउँछन्। हरियाली वातावरण, पुराना रुख बिरुवा र तालको प्राकृतिक दृश्यले यसलाई प्रकृति प्रेमीका लागि आकर्षक बनाउन सक्छ। कल्पना गर्नुहोस्, बिहानको समय, तालमाथि हल्का कुहिरो, पानीमा चराको प्रतिबिम्ब र वरिपरि हरियाली। यदि यसलाई प्रचार प्रसार र व्यवस्थित रूपमा अझै विकास गर्न सकियो भने नाडीमन केवल स्थानीय घुम्ने ठाउँ होइन, सर्लाहीको प्रमुख पर्यटन गन्तव्य बन्न सक्छ। नाडीमन तालको वरिपरि धार्मिक महत्त्वका स्थलहरू पनि छन्। तालको पश्चिमतर्फ मरिची मानेश्वर